अहिले हामी लगभग यो IDA इन्टरनेसनल ड्युलेस एयरपोर्टको नजिक आएका छौँ। यो DC को नजिक हो, भर्जिनियाको नजिक पनि छ, खासै टाढा त छैन। अब 13 मिनट देखाएको छ हामीलाई घर पुग्नको लागि। यहाँ यसरी हेरेर जान सकिन्छ। 13 मिनट छ। त्यो लोटे अझै आएको छैन है? छैन, लोटे हामी लोटे तिर जाँदैन। अब गइएन। गइएन। 28 बाट सिधै हामी जाने छ। ल हेर्नुहोस् यहाँका बाटाघाटा कति डेभलप छ यहाँ। भगवानको कृपाले हाम्रो देशमा नेपालमा पनि यस्ता बाटाघाटा भइदिए त त्यो सानो ठाउँ कति छिटो डेभलप हुन्थ्यो। नेता कतिलाई भइदिने हो भने, बाटो बनिदिने हो भने विकास गर्न केही टाइमै लाग्दैन। तर यहाँ यति ठुलो ठाउँ छ। एउटा यहाँ 50 वटा राज्य छन्। एउटा राज्य नेपालको 5 वटा नेपाल जत्रो एउटा राज्य होला। त्यही पनि विकास जताततै यस्तो छ। तर यहाँ ड्राइभ गर्दाखेरि एउटा लेन बिर्सियो भने त त्यो नम्बर बाटो बिर्सियो भने घुम्नलाई फेरि परै पुग्नुपर्छ। त्यो चाहिँ ख्याल गर्नु पर्यो। निकै केयरफुल भएर गाडी चलाउनुपर्छ। जहाँ पनि केयरफुल भएर चलाउनुपर्छ। तर यहाँ बाटाघाटा नेपालमा जस्तो उहीँबाट टर्निङ लिएको पनि बाटो बिराइयो भन्नलाई नेपालमा सजिलो छ। यहाँ त छैन। एउटा नम्बर बाटो भुलियो भने अब त्यो फेरि त्यो लेनसम्म त्यसलाई त कहाँ पुग्नुपर्छ घुम्नलाई। बाटो त डिसीकै तिर हो। यो डिसीकै बाटो हो है यो। हामी डिसी पुग्दैन। भने तपाईँ बसेकोबाट डिसी जानलाई कति टाइम लाग्छ? 40 मिनट। 40 मिनट? हजुर। ए लगभग 40-45 मिनटमा त उहीँ बिस्टुबाट पनि पुगिन्छ। फेरि बाटो फरक भएर त बाटो फरक भएर कताबाट बाटो छ नि त। अस्ति डिसीको नेपाली एमबिसी पनि गइयो। अस्ति सबिनाको काम थियो नि त। सबिनाको पासपोर्ट नवीकरण गर्नको लागि अनि म पनि गएँ। अनुपले चिनेको रहेछन्। कुर्नै परेन उत्तिखेर त्यो 5 मिनटमा। अनुप मनास सुब्बा।